विपना यति राम्रो छ कि सपना देख्नै मन लाग्दैन भने जस्तै हाम्रै नेपालमा भएको सुन्दर दृश्य मर्दी हिमाल हेर्न जाँदैछु। खान्द्रुकबाट हुँदै देउराली डाँडामा एक रात बसिसकेपछि हाम्रो भोलि बिहान उठेर ट्रेकिङ सुरु गर्यौं। हामी चाहिँ आज ट्रेकिङ गरेको 1 घन्टा चढेर चाहिँ यहाँ माथि बल्ल बल्ल आइसकेका छौँ। हामी चाहिँ अलमोस्ट लाइक 2 आवर्स भइसक्यो पहाड चढेको। रेस्ट गर्दै बिस्तारै बिस्तारै अब अझ कति घन्टा हिँड्नु बाँकी नै छ। लेट्स सी। 5 घन्टा हुने लाग्यो। हामी अहिलेसम्म लो क्याम्प पुगिन सकेको छैनौँ। यस्तो जङ्गल छ, कहिले पुग्ने हो। आयो फाइनल्ली लो क्याम्प। ओ माई गॉड, आफ्टर like 6 hours walking we finally reach in low camp. So today we're gonna stay here and from tomorrow we will continue our journey. So आज चाहिँ हिमाल चढेको डे 2 15-20 मिनट भयो हामी क्याम्पबाट हिँडेको। अहिले नै अलिअलि सास फुलिसक्यो। लेट्स सी हाई क्याम्पसम्म कसरी पुग्छ, फिङ्गर क्रस। बाटो चाहिँ यही हो। हामी यो फुल डाँडा चढेर जानुपर्ने हुनेछ। ल हेर्नुहोस् लालीगुराँस सबै अहिले अलि फुल्ने बेला त भएको छैन तर अलिअलि। हजुरहरूले भिडियोमा हेरेको जस्तै रमाउँदै हामी चाहिँ हाम्रो ट्रेकिङको यात्रा गन्तव्यलाई अगाडि बढाउँदै थियौँ। तर दुःख पनि धेरै नै थियो। लो क्याम्पबाट हाई क्याम्प आउँदाखेरि हामीलाई डबल थकाइ लागेको थियो, तर पनि हामी नाच्न गाउन भने चाहिँ छोडेनौँ। आज चाहिँ डे 3 हाम्रो ट्रेकिङको। फाइनली आज 3:30 बजे उठेर 3:30 बजेदेखि नै हाम्रो चाहिँ ट्रेकिङ सुरु भइसकेको छ। अब हेरौँ माथि गएर के हुन्छ। यति बिहान घाम नलाग्दाखेरि यति राम्रो देखिरहेछ यार। म चाहिँ बलिरहेछु कि दबाई पनि खाएको छैन। मेरो सबै साथीहरूले खाए पनि। थ्याङ्क यू टु गड। सनराइज बिगिनिङबाट त हेर्न पाएन तर यति चाहिँ So finally we are in the viewpoint. So it is looking like this. See. Literally it's so beautiful. छपुच्छ्रे हिमाल र मर्दी हिमाल मेरो पछाडि छ। Yes.
फाइनल्ली हाम्रो चाहिँ 3 दिनको ट्रेकिङ यही समाप्त हुँदैछ अनि अब हामी फर्किँदैछौँ। फर्किँदाखेरि त्यस्तो बादलहरू लागिरहेको छ। एक्सपिरियन्स वाज रियली टेरेबल एन्ड इट वाज सो नाइस। यति भन्दै म मेरो ट्रेकिङको ब्लग चाहिँ यहीँ टुङ्ग्याउँछु। धन्यवाद।